तपाईँ कति वर्ष अगाडि मेरो घरमा आउनु भएको थियो? म यो भन्दा कति 18-19 वर्ष जति भयो। अनि कुन ठाउँमा मेरो घर? सादाबाट त्यो यो के नाम त्यो उयो छ नि तपाईँको सुम उयो खेल्ने हजुर त्यो भित्रपट्टि। अनि आउनु थाहा आउनु पर्दैन त लिन? हजुर त्यहाँनिर अब थाहै भएन हजुर। तपाईँ त बदमास मान्छे। ए बाबु, हजुर भन्नुहोस्। तपाईँको यो नानीलाई मैले न लिन सकि न दिन सकि न के गर्न सकि। तपाईँले त मलाई साह्रै आपतमा पार्नुभयो। उल्टा त मैले छोरी बनाउनु सकिनँ। छोरी बनाउनु पनि कसरी दिनुपर्ने रहेछ। मलाई त धेरै गाह्रो भयो। ओहो 10 वर्ष भयो म हिँडेँ। खोजे खोजे ल भन्नुहोस् त, रुनु न हाँस्नु। यो मेरो उजर्मको छोरी रहेछ, बिचरा उसको परिचय भएन। पढी अहिले मास्टर्स के अरे ब्याचलर तेस्रो वर्ष सकिसकि यति पढ्छे। साह्रै मलाई त रुनु न हाँस्नु। ओहो फोन गर्नुभएको थियो है? हजुर अनि के भन्नुभएको थियो? फोन गर्दा के भन्नुभएको थियो भन्नुहोस् त? फोन नआँटिकन भन्नुहोस्। अब फोन गर्दा के भन्नु? त्यही एउटा शब्द हो म चिन्नु। हजुर फोन गर्दा के भन्नुभएको थियो? अब फोन गर्दाखेरि हजुरबाट तपाईँले फोन उठाउनु भयो। अनि तपाईँले फोन उठाउँदाखेरि छोरी बोल्नु, लो छोरी अहिले मेसमा काम गर्दै हुनुहुन्छ, अहिले मेसमा काम गरेर अहिले फुर्सद छैन भनेर फेरि मैले त्यो होइन, त्यो भन्नु भएन। यति पछि मेसमा काम गर्छ होइन त्यतिखेर होइन, पछि चाहिँ फोन गर्ने बेलामा फोनै गरेको छैन तपाईँ। अनि छोडेको ठाउँमा लिन जानु पर्दैन। 17 वर्ष भयो। हजुर 17 वर्ष हो। हजुर भयो भयो। एउटा जन्मदर्ता छैन, हजुर एउटा कागज छैन। छैन 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 छैन। लाल लाग्दैन? कसरी पढाएँ होला मैले छोरी बनाउन सकिनँ। दिनुपर्छ नि ल। मैले थाहा रहेछ त सातोबाट स्विमिङ त्यही घर हो, उहाँहरू त्यही हुनुहुन्छ। हजुर जानु पर्दैन? अब जाँदाखेरि म बाटै भुतेँ हजुर। अब बाटै भुतेपछि मैले के गर्नु पर्छ? म गएको म दाइ र म सँगै गएको थियो। अहिले दाइ बितिहाल्यो मेरो। मैले 5 वर्ष बच्चा लिएर गएको। अनि जानु पर्दैन भाइ। दाइ हुनुहुन्न? दाइ बित्नु भएछ। उसको बुवा बित्नु भयो? हजुर। अनि आमा अब खै इन्डिया कतातिर गएको छ अब। हजुर। के नाम आमाको? सङ्गीता। ओ उसले भन्थ्यो सङ्गीता भनेर। हजुर। आमाको नाम सङ्गीता हो? आमाको नाम सङ्गीता भन्थ्यो। कति रोइ यो बिचरा, कति रोइ भाइ। हजुर। यस्तो म त मर्यो होला भन्ने क्या। झमादारीले के भने बुढी आमालाई दिएको छु मैले बच्चा हो सुरक्षित छ। उहाँ त बुढी छैन नि त नि होइन? म यो बुढी बुढी आमा हो त। म त्यही बेला पर्ने मान्छे हो नि त। उहाँ तरुनी हुनुहुन्छ। परिवार चाहिँ मेरो बुवा सबैजना आउनु भएको छ क्या। हजुर। धेरै कुरा गर्न पाइनँ क्या मैले उहाँसँग। हजुर। मेरो तपाईँ चिन्नु भयो? चिने नि चिनिहाल्छु अब त्यही त बुवाको उसको अनुहारै मिल्छ ठ्याक्कै। तपाईँले मलाई फोन गर्दाखेरि फोन एउटा शब्द भन्नुभएको छ। जे पनि तपाईँहरूले हिजो तपाईँहरूको कुरा थियो होला, तर तपाईँहरूको कारणले तपाईँको कारणले एउटा बच्चा आजसम्म परिचय बिन भयो। ल छोड्नुभयो। तपाईँहरूको आर्थिक अवस्था कमजोर थियो होला, पढाइदिनु भएको छ। काम गरेर राख्नु भएन, उहाँले पढाएर राख्नु भएको छ। तर कसरी परिचय बनाउनु त पाउनु भएन। आजसम्म जन्मदर्ता छैन, केही पनि छैन। बल्ल आफ्नै संरक्षणमा पढाइदिनु भएको छ। जानुपर्छ, बुझ्नुपर्छ। छोरालाई भाइ टिका लगाउँछ उसले, मेरो छोरालाई। किन रोग भन्छ अझ हेर्नु? के नाटक रे? तिमीले किन छोरी गरौ घरमा? छोरी लिन किन आएको? अनि मैले बाटो भुतेँ त अब के गर्नु भयो? अनि अहिले त तिमीले भन्यौ त ठाउँ सातो बाटो के रे कारे स्विमिङ पुल नि रे। अब म पछि गएको त हुन्छ छोरी के गर्नु मैले? अझ पछि गएको टोकै छैन। कहिले जानुभयो? एकचोटि जानुभयो त्यसपछि आउनुभयो फेरि फर्केर? भने एकचोटि गएको दिन फेरि त्यो भूकम्पमा गयो नि छोरी, त्यहाँबाट चाहिँ जानु पाएन क्या। अनि मैले बाटो मेरो भाइ खै मेरो भाइ खै सङ्गीता भन्छ। सङ्गीता भन्छ मेरै नानी हो। नानी हराएको मलाई थाहा थियो। उसले झुक्याएर एक दिन होइन त दिनभरि उसको आमा रोडमा लिएर बसेको उसलाई तिम्रो छोरी आउँदैछ गीता भने त्यो कालीको आमा ट्राफिक बिग्रिन पछि को बसेको किन बसेको सङ्गीता भने मेरो छोरीले आउँदैछ आज माइलाले भनेर दिनभर लिएर बसेको आमा चाहिँ पनि। अनि भोलिपल्ट पनि रुयो। तपाईँ नरुनु। उसको काकाले सम्पर्क गरेको छैन। तर कसरी उसको काकाले कहाँ राखेछ आमा चाहिँ दिनभर रुएर बस्यो ट्राफिकमै। दिन 2 बजेदेखि 8 बजेसम्म रुएर बस्यो। के भनेको आएर 4 बजीतिर तपाईँको छोरी आइसक्यो बस्तीपुरसम्म आइसक्यो भने
अनि पछि फेरि कुरेर बसेको है अनि के भने उसले तपाईँको लागि चप्पल किनिदिनु जानु भएको छ अरे भनेको हरक्क भयो नि आमा त अनि कुरे भोलिपल्ट रातभर रुयो अनि त्यसपछि जाने तपाईँ पढ्नु है पढ्ने अब क्याम्पसमा पढ्ने खोज्दा खोज्दा भेटाएर ल्याएको मैले हिजो पनि खोज्नु गयो अस्ति पनि खोज्नु गयो म काममा हिँड्थेँ म जाने काम गर्छु म चाहिँ खानु भएन नि खाइसक्नु भएको छ होइन म खाँदिनँ म यहाँ बिहानदेखि यहाँ बसेको छु 10 बजीदेखि आज म काममा जानुपर्ने आज म काममा पनि जानु पाएको छैन अब उसको कागज बनाउनु पर्यो हजुर उसको सही बनाइदिनु पर्यो हजुर अब उसको जन्म दर्ता बनाएर उसको नागरिकता बनाइदिन्छु मेरो कुरो त्यति हो हामी 10 वर्ष हामी दौड्या उसको लागि हामी बुढाबुढी 10 वर्ष दौड्या तपाईँले पाप गर्नु ठुलो पाप गर्नुभयो गल्ती त मेरै हो हेर्नुहोस् अरू भाइ त्यसले के भने एक दिन भने मेरो काका आयो भने म लट्ठी पिट्छु आमा भने उसले मलाई आमा भन्छ क्या लट्ठी पिट्छु भन्छ त्यसले पनि त्यतिखेर तपाईँले पनि बच्चा राखेको उसले त्यतिखेर लोकेसन लिनुपर्ने थियो थोरै मिस्टेक तपाईँहरूबाट पनि भयो त्यति हो मेरो ठुलो भयो मैले त्यति मिस्टेक तपाईँको गाली खाँदै आएँ म गाली पनि गरेँ तपाईँलाई मैले उहाँले ल्याउनु भयो बच्चा मेरो घरमा पाहुना थिए अब कहाँ घर भने सरलाई के भन्नु मलाई त्यो तर मैले एउटा नागरिकता माग्नु पाइनँ क्या अब आउला बन्यो बोली आउला बन्यो उसलाई छोरी बनाउँछु अलि मोटो घाटो थियो मेरो सासूले पिट्नु खोज्दाखेरि अनि त्यसपछि 3 वर्षमा बल्ल आयो कहाँ राख्यो ठिक छ अब कहाँ उसको भाइ भेट्ने रे उसले भाइ भेट्ने रे हजुर कोठामै छ अनि उसको अरू घर कहाँ हो आफ्नो घर कहाँ हो मेरो घर चाहिँ घुर्कोली हो कति पर हो यहाँबाट मेरो यहाँबाट छेडा टोलाले मेरो घर चाहिँ छैन हेर्नुहोस् अहिले मेरो यो घर नभएर चाहिँ म कोठा भाडामा बसिरहेको छु यहाँ बजारभित्रै हो तपाईँ अहिले मेरो फ्यामिली सबै यहीँ हुनुहुन्छ अहिले मेरो फ्यामिली पनि बिरामी छ उयो 2टा भाइ छ यस्तो छोरीलाई हेर्नु त मराउनु भयो अपराध गर्नुभयो भन्न खोजेर पढाइदिनु भएको छ त्यति ठेगाना टिपिदिएको भए त आजसम्म सबै कुरा सहिलो हुन्थ्यो नि 10 वर्षमा दुःख पाउनु भयो तपाईँको कुरा त कहाँ बच्चा राखेँ भन्ने त जान्नु पर्यो नि त कारोबार होइन गरिबी थियो होला समस्या थियो होला अभाव थियो होला म बुझ्छु अभाव हुनसक्छ तर अभाव भएपछि बच्चा राखेको ठाउँ त जान्नु पर्यो नि त परेन गल्ती मेरो 17 वर्ष यहाँ हो 65 सालमा लगेर छोड्या रहेछ अब उसको अब जन्म दर्ता बनाउँछु परिचय बनाइदिने हजुर सबै बनाइदिन्छु सबै गरिदिन्छु अब उसलाई अब उसलाई उसको त तुरुन्त कलेज मागे छ अनि उसको आफ्नै आमाको त को त दाजुभाइ दिदीबहिनी छैन उसको आमा एउटै हो अनि उसको आमा चाहिँ मेरो त्यहाँ बसिरहेको थियो अहिले भागेर उसको आमाको भाउजू माइजू पर्ने उसको आमाको माइजू उसको चाहिँ माइजू भनेपछि हजुर आफ्नै माइजू म माइजू भन्दा पनि मेरो बुढोको माइला मामाको छोरा हो छोरी हो क्या उसको आमाको कोही पनि छैन दाजुभाइ उसको हजुरबुवा छ फेरि आमाको आमा बागमती हुनुहुन्छ आमाको बुवा मामा बुवा घरमा हुनुहुन्छ कहाँनिर भेट्छ बागमती छ तर ठ्याक्कै म थाहा छैन बागमती नजिक हजुरआमा हुनुहुन्न अनि फुपू बाजु भनेको फुपू छ कहाँ हुनुहुन्छ बाजु त बितिसक्यो काठमाडौँ हुनुहुन्छ फुपू छ अहिले काठमाडौँ नम्बर छ हजुर नम्बर छ फुपूको हालत पनि त्यस्तै छ हजुर छ हाम्रो यहाँ घरकोली हजुर घरकोली 4 नम्बर हजुर हामी यतिखेर लालबन्दी छौँ अत्यन्तै यो डरलाग्दो एउटा घटना हो जुन घटना साँच्चैकै समाजका लागि एकछिन है दिदी समाजका लागि अत्यन्तै सबैले जान्नुपर्ने घटना एउटा 4-5 वर्षको उमेरको बच्चालाई काठमाडौँ लगेर छोडिएको घटना हो 2065 सालमा काकाले काठमाडौँ लगेर छोडिदिनु हो उहाँ दिदीले संरक्षण गर्नुभयो पढाइदिनु भयो प्रेमले उहाँले काम गराउन राख्नु भएन उहाँले कुनै भए म पढाउँछु त्यस्तो भनिसकेपछि पढाउन राख्नु हो त्यसपछि तर उहाँ सम्पर्कमा गइदिनु भएन थोरै उहाँहरूको त्यतिखेर कसको बच्चा हो भनेर उहाँले राखिदिनु पर्ने उहाँको पनि एउटा कमजोरी छ तर अर्को कुरा आफूले राखेको बच्चा के भयो कसो भयो भनेर 17 वर्षसम्म एउटा परिवारले वास्ता गर्यो या गरेन एकचोटि त गएँ भन्नुभएको छ त पनि हो या होइन आज एउटा छोरीका लागि एउटा घर आज आफ्ना बाआमा आज 17 वर्षपछि घर आउँदा आज आमाको ठेगान छैन बुवा हुनुहुन्न आज हजुरआमा मामा घरको हुनुहुन्न हजुरबुवा हजुरआमा कोही हुनुहुन्न सुन्दा एउटा छोरीलाई पर्ने पीडा कति हो सायद हामी कल्पना गर्दा पनि आङसरिङ्ग हुन्छ साँच्चीकै समाजमा मानवता जोगाउनु जरुरी छ हामीले जुन प्रयास गर्यौँ केही दिन अगाडि नानी
हाम्रो काठमाडौँको अफिसमा मलाई भेट्न आउनु हो, दाइ मेरो घटना यस्तो हो, मेरो वास्तविकता यो हो भनिसकेपछि हामीले प्रयत्न गऱ्यौँ। हामीले खोजेको लागि धेरै बुझ्ने क्रममा 2-4 फोन नआएका होइनन्, तर मैले अझ आधिकारिक फोनको प्रतीक्षामा थिएँ। उहाँहरूले फोन गरिदिनु भयो, एकदमै धन्यवाद दिन चाहन्छु। र अहिले आउने बित्तिकै चिन्जान भयो, सबै उहाँले चिन्नुभयो। घटना लामो हुने कुरा त रहेन, तर यो घटनाले पाठ सिकाउँछ कि सन्तान जन्माएर हुँदैन, बालबच्चा जन्माएर हुँदैन। बालबच्चाको असली अभिभावक बन्न सकिन्न भने कसैलाई जिम्मा लगाउने कुरा ठिक छ, तर लगाइसकेपछि कहाँ लगाएँ भनेर जान्न जरुरी छ। अहिले आफै खाएर रहेछ, आफ्नै ठेगान छैन। यो पाराले त भएन नि, जीवन सकिन्छ यसरी। पैसा दिँदैन म आगो बित्न खर्च दिन्थे आउन जाने घर ल अब नआत्तिने, उसले भाइ भेट्ने रे, हजुरको छोरा भाइलाई भेट्ने रे। त्यसमा तपाईँको ओडा कहाँ हो, उसको मामा घर जानु पर्यो। अहिले मामा घरको हजुरबालाई भेटाउनु पर्यो। मैले मामा घर देख्नु भएको छ। बागमती छ अरे, मैले चाहिँ देखाएको छैन, ऊ दिदी ल नाम थाहा छ भाइ? हजुर उयो खै उता सागरनातिर छ अरे भन्छ, तर अहिले चाहिँ मेरो चाहिँ अर्कोपट्टिको चाहिँ 2टा भाइ छ। भाइ छैन तिमी? अनि तिमी त एउटै त हो नि? ए उसको उपटिको छ उयो आमाको एउटै हो, छोरी एउटै हो। उसको आमा ठेगाना खोइ इन्डियातिर गएको छ अरे भन्छ। अब त्यो हजुर यहाँ होटलमा वर्ष भएन आमा 42 पछि ए हुन्छ। अब नाच्थ्यो, जाउँ त। तपाईँ कहाँ बस्नुहुन्छ? बसेको घर जाने परिचय बनाउने। तपाईँ कति नम्बर वडा हो? मेरो 4 उयो 1 नम्बर हो घर चाहिँ। यहाँ कति बेर पुग्छ त वडा पुग्नु? तपाईँको नागरिकता भनेको वडा कहाँ हो? हाम्रो 4 नम्बर। कति बेरमा पुगिन्छ यहाँबाट? तपाईँको 10-15 मिनट। ल त्यसै मसँग हिँड्नुहोस्। अहिले पनि वडा कार्यालय खुला छ, अहिले गएर काम कुरा गर्छौँ। काम सक्नुपर्छ यो होइन मेरो चाहिँ यस्तो फेरि तपाईँको हजुर यहाँ सुन्नुहोस्, अहिले मेरो नाइट र बहिनी राख्नु भएको छ। बहिनी अहिले काठमाडौँ जानु भएको छ। हेर्नुहोस्, म सिधै कुरो सिधै भनिदिन्छु, अहिले काठमाडौँ गएको छ। अब भोलि पर्सिसम्म कहिले आउँछ? ए नाइट चाहिँ भेटाइहालिन्छ नि हरायो भने पहिला जाऊँ न, त्यहाँ वडामा गएर बुझौँ सबै कुरा है।